म चाहिँ बिहानै उठेर आज चाहिँ सदा चाहिँ हिँडेको छु है। अब पढ्न जाँदैछु। यस्तै छ, कोही छैन बाटोमा, पुरै सुनसान छ। यता चाहिँ हारेखाट है, यता चाहिँ यस्तै छ, शीतल छ। यता त गाड उठ्थ्यो, अरू बेला त रहेन रहेछ गाड पनि। यहाँ अरू बेला मान्छे आगो तापिरहेको हुन्थ्यो, आज त त्यो पनि रहेनछ। गाडी चाहिँ हिँड्दैछ अलिअलि है, फाटाफुट्टा लगाएर। त्यहीँबाट गाडी चढ्नु पर्ने हो, म चाहिँ यहीँ गाडी पाउँछ। यहाँ चाहिँ यस्तो मजाले हुँसो लाग्छ बिहान बिहानै है। अन्त अनि थोरै तल भागमा मात्रै जाडो चाहिँ अति छ है, चिसो छ। यत्रो लुगा लाग्छ त्यही पनि पुरै जाडो फिल भइरहेको छ। यहाँ चाहिँ यो एरिया मात्रै हुस्यो लाग्छ क्या, अन्त चाहिँ लाग्दैन यो एरियामा, र तल मात्रै हुस्यो लाग्छ। एरिया मात्रै लाग्छ, त्यो चाहिँ अन्त लाग्छ। अन्त चाहिँ क्लियर छ, यहाँबाट बाटो स्टार्ट गर्छ। म यहीँ बस्छु, मलाई यहाँ के भयो कहिले थाहा थिएन कि आज हो भन्ने पनि थाहा थिएन मलाई। यहाँ अगाडि यता त्यही त एरिया। मलाई भाइ आउँदैन किन त्यहाँ मान्छेहरू गाना बज्ने हुने यस्तो नाचिदिन्छ नि, के छोड्यो कहाँ गाउँमा धनगढी टेकेर हिँड्छ मान्छेहरू। प्लास्टिक डिसिप्लिननेस बिस्तारै मान्छेहरू सबै देखाएको हरामी त्यस्तै भाइ भन्ने नि। क्यामेराम्यान हेरी छेउडी लामो भइसक्यो त कपाल त थाहै नै। टोपी सुनको मान्छे आयो ल, सुनको मान्छे टोपी पनि सुनको भयो हुन्छ क्या। यो तालमा तालस्टिङ गुल्किलो सबैको जीवन मान्छे हो, साहसै दिनु पर्यो। यो डस्टबिन बोकेर ल्याउँदा सबै नेपालीहरू राष्ट्रिय भावले ओमलो भइएको छ। रङ्गल टोपी पनि गोड्छ त्यही बस्ने पो रहेछ। आफन्तहरू हुन सक्छ, इष्टमित्र हुन सक्छ, नचिनेको पनि परिचय गरेर कहाँको हो तपाईँ, हामी के गर्दै हुनुहुन्छ भनेर लोछामा शुभकामना साटासाट गरिदिनु लागि पनि अनुरोध गर्न चाहन्छु। अब यो घोडा भनेको घोडा विशेष गरी यो त्रिशुली पारी भिडियो गरेर के लागि अपलोड हान्नलाई त नि, तर यसो अपलोड सबै गर्न मन लाग्दैन यार। किन सोसियल मिडिया त्यति एक्टिभै हुनु मन लाग्दैन क्या, चट पठाइदिने क्या हो। केटाहरूले खानेकुरा लिएर आउँछ, अरूको के खाने यार गाईको आफैलाई। आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङजी पनि पालिसक्नु भएको छ। उहाँलाई चाहिँ हामी कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। त्यसै गरी गाई हेर्न सक्नुहुन्छ तपाईँहरू होइन, यतिका मान्छेहरू छन् तामाङहरूले भडेको त हामी मुला को हो थाहा छैन। हामी को बोलाइ मेहमान हामी बोलाइकन आएको हामी होइन। स्पेसली मेरो दाई विवेक लाउने नबोलाइकन पनि टप्किदिन्छ होइन। अब यसलाई के भन्ने जस्तोलाई होइन, तपाईँहरू इन्जोय गर्नु, हामी पनि हेर्दै जान्छौँ के हुन्छ तपाईँले देखाउँदै आफै त्यहाँ हेरेर पोलेको जम्न हेरिदिने क्या। ढुङ्गामा च्वाचेको सेको हुन्छ नि, माजा नै बेग्ले हो। खोइ त्यो साथी कहाँ गयो? तिम्रो छोड्यो मान्छेले च्वाचे हेर्दा मैले च्वाचेको धुनमा म यार साथीलाई पनि देख्न छोडेछु।
के हो यो गलामा उयो पहेँलो पहेँलो त्यो रातो रातो यहाँ चाहिँ के रहेछ है ओ यहाँ त नाच रह नि त पुरै लाखे नाच कसरी बिस्तारै होइन के पुरै लोकल ठर्रा बस्न आउँछ त काँक्रो हाल्नु भयो फेरि अर्को नयाँ बन्दैछ हाम्रो लागि अघि चाहिँ थोरै बनेको थियो यतिले पुग्दैन किनकि हामी मान्छे यत्रो 4-4 जना मान्छे छ अनि हामी धेरै अलिकति चटपटे अलि मिठो हो होइन त्यही भएर पुग्दैन जस्तो लाग्यो देखेन भुजा अभी कति 50 रुपियाँ हो कि थोरै भुजा तेल मेल हो महँगो हो त्यसपछि अमिलो पानी अमिलो चाहिँ अलिक बढी हालिदिनु है अमिलो चाहिँ अलिक चटक्कै हालिदिनु होला केटी भन्दा कम छैन भ्लग बनाउने मान्छे के हो पानी हो अमिलो हो साथी कहाँ तिमी पानी हाल्छु रातो रातो सस सिक्छ अलि थोरै हाल्नु सिक्छ भन्नाले ए के हो यहाँ चाहिँ सुसु गर्न फेरि हावा खाँदै हो चटपट पनि रेडी भइसक्यो है मौसम पनि टक्क पुरा खुलेको छ है क्लियर छ यतिसम्म के पारिको हिमाल धरि देखिने मौसम खुलेको छ है रमाइलो छ आजको दृश्य आजको मौसम पनि सब चिज एकदम पर्फेक्ट छ आज है चाय झेल्न सक्नुहुन्छ नि तपाईँहरू यहाँ चारैतिर के भन्छ अरे टाढो कोही त्यस्तो पारे यो मान्छेले यस्तो गएर हेर्न सक्नुहुन्छ होइन भिडियो चाहिँ भएको रहन्छ ए हिँडेर खोइ घुमेर भन्नु पर्दैन गाई हामीले चटपटी बनाइसक्यो होइन गएर बसेर खानेछौँ है अरू काम झाम छैन हाम्रो अटोमेटिक डिजाइन गरौँ 0.4 गर्ने भने चाहिँ ल गाइस यो भाषा यो के भनेको कसैले बुझेछ भने कमेन्ट गरेर भन्नु है त ए भाइ तिमीले केही बुझेछ हो कि मन्त्र पढ्या हो यस्तो तपाईँ तामाङ भाषामा गाली दिएला नि दिएन केही बुझेको छैन भने नलाग्नु पर्छ अघि भन्दा नि स्पिड बढिरहेको छ यहाँ यति मध्ये 50%ले नि बुझेको छैन होला यो भाषा यार 10%ले नि बुझेको छैन होला कि कार्यक्रमलाई हामी अगाडि बढाइरहेका छौँ यस विषयमा हाम्रा विभिन्न क्षेत्रका अध्यक्षहरूले हामी भाषण ग्रहण गरिसकेका छौँ विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरू यहाँ चाहन्छौँ ससी जाने कि ससी यसमा चोपेर खाने त्यसै गरी यसरी याद चाहिँ एउटै छैन इस्पाङ गाउँपालिका सङ्गत तालसी सङ्गम तालसे नकोटबाट कथाहरू आउनुभएको छ त्यहाँ गाउँदेखि नै आफ्नो संस्कृति प्रदर्शनको लागि यो घोडाचढी नाच प्रदर्शन गर्नुको निम्ति म सम्पूर्ण अतिथि कलाकार साथीलाई अनुरोध गर्न चाहन्छु हाम्रो स्टेज सानो छ भनौँ कलाकार धेरै भएको हुनाले यो सानो भएको हो त्यसैले समाजको भलाइका निम्ति योगदान गर्ने हाम्रो नेपाली यहाँ चाहिँ होइन हाम्रो प्रधानमन्त्रीज्यूले भाषण गर्दै हुनुहुन्छ प्रधानमन्त्री सुशीला कोइरालाज्यू त्यहाँबाट यहाँ कति धेरै मान्छे कि यत्रो
मेरो मान्छे कहाँबाट आयो नि यति धेरै गाउँभरिको मान्छेहरू गाउँमा मेरो गाउँमा हाम्रो भन्दा नि मेरो गाउँमा मान्छेहरू किन कमी भयो भनेर जे भएको मान्छेहरू सब यहाँ आएर थुप्रेर बसेर रहेछ र पो मेरो गाउँमा मान्छे नदेखा रहेछ। हाम्रो यो राष्ट्रिय पर्व हामी नेपालभरि मात्र होइन विभिन्न देशमा मनाइरहेका यो लोसारलाई हामी प्रसिद्ध दसैँ र तिहार जस्तै प्रसिद्ध बनाउन चाहन्छौँ र हाम्रो लोसारमा नेता छ। हामी माग गर्न चाहन्छौँ कि सोनाम लोसारमा एक दिन बिदाले पर्याप्त हुँदैन, कम्तीमा पनि तामाङहरूलाई 5 दिनको बिदा चाहिन्छ। सोमनाथको दर्शन गर्ने अभिप्रायले सोलरको डाँडोलाई काटेर ठमठम हेरेर दर्शन गरेको आजको दिन हामी त्यो दिनलाई लोसारको रूपमा मान्छौँ। यो कति ऐतिहासिक छ, यो ऐतिहासिक मात्रै होइन, हामी मूलवासीहरूले अहिले मूलवासी भने होइन, अहिले यो मान्छे ठिक लाग्छ। अघि मैले भनेको थिएँ नि एउटा हो त्यहीँबाट आउनुपर्छ पक्कै। मूलवासी भनेको त्यही देशको मान्छे, स्टार्टिङदेखि बसिरहेको मान्छेलाई मूलवासी भन्छ। अनि आदिवासी भनेको चाहिँ आधा समयमा आएर बस्नु, आधा समय होइन आदिवासी भनेको होइन, सबभन्दा पुरानो वासीलाई आदिवासी भन्छ। आदिवासी जनजाति घुमाउँदै फिरन्थेलाई भन्छ के होइन हौ, यो आदिवासी भनेको मूलवासी भनेको त्यहीँको बासी भन्छ के। आदिवासी भएको होइन तपाईको मानिसहरुमा तपाईको जीवनमा अनि यहाँको नेपालको आदिवासी गाइज यो मान्छेहरूले घरि आदिवासी भन्छ, घरि जनजाति भन्छ है। के भने केही बुझिराखेन मैले। के हो तपाईँहरूलाई थाहा छ भने कमेन्टमा भन्नु ल। यो आदिवासी भनेको के हो, जनजाति भनेको के हो होइन। मलाई चाहिँ यो घरि नघरि सुन्दा पुरा कन्फ्युज भइसक्यो। एउटै कुरा अघिदेखि सुनेछ है। तपाईँहरूलाई केही थाहा छ भने कमेन्टमा भन्नु ल। र यो आदिवासी र जनजाति भन्दा यो मूलवासी भनेको पनि के रहेछ, यो मूलवासी चाहिँ हुनु चाहिँ को रहेछ र कस्तो मान्छेलाई मूलवासी भन्छ। यो घरि नघरि आदिवासी भनेछ, घरि जनजाति भनेको, घरि मूलवासी। अघि भन्दा मूलवासी पनि भनेको थियो एकजनाले। यो कसलाई भन्छ मूलवासी, कसलाई भन्छ के आदिवासी, यो भन्दा दिमाग खराब भइसक्यो यार। के हो मलाई बुझ्नु छ क्या यो के हो। तपाईँहरूले यसो कमेन्टमा भन्नु त ल, कसलाई थाहा छ होइन। अरू कुरा त्यस्तै हो गाइस। अब हामीहरू चाहिँ घर चल्दिएको है, दुःख लाग्यो अब चाहिँ है। खालि झरे गाना मात्रै बज्दो रहेछ। अब यस्तै हो, हुन त हामी जस्तो छ त्यस्तैमा रमाउनु सिक्नुपर्छ। रमाउनु पुग्यो मलाई आज चाहिँ लागि है। अब हामी चाहिँ घर हिँडेको, अब एक गेटबाट निस्केर जानुपर्छ। ल गाइस आज चाहिँ हामी निस्केको है। अब त्यस्तै हो आजको रमाइलो भन्ने कुरा। तर अहिले जातिको चाहिँ क्रम चलिरहेको छ, निकै भिडभाड छ। के रहेछ यता गालामा पुरै चित्र बनाउँछ, ठन्डा बनाउँछ।
यस्तो आर्ट पनि सिक्नुपर्ने रहेछ। यहाँबाट गेटमा आइपुगिसकेको छ, त्यही आधी घन्टा लाग्ला जस्तो निस्किन पनि। गाइस अगाडि गएको फेरि पछाडि फर्काइदियो, कताबाट छिर्ने हो आज निस्किनु पाइएला जस्तो छैन। अब चाहिँ निस्किन पाइएला जस्तो छ भाइ। चाइम्बा गएर आएको त बादल बादल ट्रेनमा कसैलाई निस्किनेको टेन्सन छ। ए रुख भात चाहिँ हाना भात चाहिँ घर भन्यो नि। अलि पल्लो छेउ पुगेको थियो, अहिले फेरि पल्लो छेउबाट लाग्छ। सिनेमालाई त सजिलो भएको थियो यार, निस्किनु चाहिँ कस्तो गाह्रो भएको। सिधै सक्थ्यो, निस्किनुलाई त यस्तो गाह्रो। भाइ बसेर बस घुम्नै पर्दैन, बसेर बस है भाइ। बिहानै केही गर्छ होइन, एनर्जी छैन है, अहिले बसेर आफ्नो काम गर। मैले अब बस्नु भिडियो बनाउनु पर्यो, आफूलाई निस्किनेको टेन्सन छ। हामी गाई चढ्दै गइसकेको छ, यही रहेछ। फाइनली गाइस निस्क्यो। यस्तोमा पठाउ यतैबाट जानु सुरु। हामी चाहिँ यताबाट जाने हो। यताबाट दिने हामी यहाँबाट गाडी चढ्ने हो। जाने होइन ल गाइस, हामी चाहिँ छुट्टी भयो है हाम्रो चाहिँ। झन्डैले छुट्टी भयो, म मात्रै पारिजाउँ न त। एउटा कुरा भनिदिनु त्यस्तो आगे छैन, कोहीसँग आँटे जाँदै चिनजान छैन, राख नि त्यो अहिले। कोही छैन नि त अहिले। ए घर घर त कहिले जाने हो, जानेन थाहै छैन। गाउँको घर फाइनली गए आजको लोसार हेरेर सक्यो। अब हामी घर हिँडेको ल ल भाइ, राम्रोसँग जाऊ है। फाइनली गए आजको हेराइ रमाइलो पनि सक्यो भन्नुपर्छ। त्यस्तै हो है। भलकर भेटेर ओ बा यत्रो मान्छे थुप्रेर बसेछ यार, भित्र जानु नि। ल गाइस, साथी पनि छुट्यो, अब म पनि घरतिर लागेको। यहाँबाट गाडी चढ्यो भने यहाँ धेरै जाम छ है। अब म चाहिँ तल गएर गाडी चढ्छु। यस्तो धुलो भएको छ कि यति धेरै धुलो आएको भित्र। अब यहाँबाट गाडी चढ्यो भने धेरै टाइम लाग्छ, किनकि यहाँ धेरै जाम छ। त्यही भएर ओहो सरी त्यही भएर म चाहिँ अहिले तलबाट गाडी चढ्दैछु। दिमाग लगा बस, दिमाग भने जस्तै। बाप रे बाप, यत्रो मान्छेहरू कहाँबाट आयो होला के।
अलिअलि छैन त यार। यतिको मान्छे जिन्दगीमा कहिले देखाएको थिएन हामीले। यहाँ मात्र यत्रो मान्छे छ कि त्यहाँ धेरै यत्रो जाम छ बाफरे कति धेरै मान्छे 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 यति धेरै मान्छे कहाँबाट आउँछ कहीँ छैन क्या खाली भन्नु चाहिँ कहीँ खाली छैन यति पनि ठाउँ खाली छैन क्या सब जताततै मान्छे नै मान्छे गाइस म चाहिँ बिहानै हिँडेको होइन 5 बजे उठेर भर्खर अब अहिले चाहिँ लगभग 4 बजिसकेछ 5 बजिसकेछ अब घर फर्किँदैछु बिहान 5 बजी उठेर हिँडेको फेरि अहिले 5 बजिसक्यो 12 घन्टा भयो जस्तो छ यहाँबाट गाडी पाइन्थ्यो है यहाँबाट पनि गाडी छैन किनकि यहाँ यति धेरै भिड छ यहाँबाट जानु पनि धेरै समय लाग्छ गाडी त छ क्या अरे त्यहाँनिर तर धेरै भिड भएको कारणले म तलबाट जान्छु मोबाइल दोकान घडी दोकान मोजा दोकान टोपी दोकान ल यति धेरै भिड छ कि यति धेरै जाम छ कि यो जाम यहाँबाट 2 मिनट लाग्ने बाटोमा अब 3 घन्टा लाग्ला जस्तो छ यहाँबाट निस्किन्ला यो मान्छेहरूलाई यो गाडीहरूलाई अब आज राति नै हुन्छ क्या योबाट निस्किनलाई एक पाइले पनि सरिरहेको छैन कति होला क्या भिड पनि बाफरे ल फाइनली गाइस म चाहिँ त्रिपुरेश्वर आइपुगेको छु है अब यहीँबाट गाडी चढेर जानुपर्छ त्यहाँबाट अरू बेला चढ्थेँ किनकि त्यहाँनिर आज यति धेरै जाम थियो कि त्यही भएर आज चाहिँ म त्यहाँबाट नचढेको है तपाईँलाई आज मेरो बिहानदेखि हिँडेको है यस्तो हुलिया खराब भएको छ नि म देखाउँछु हेर्नु है हो बिहान 5 बजेदेखि हिँडेको हुलिया यस्तो भएको छ बाफरे यस्तो खराब भएको छ नि हालत प्यान्टको त हेर्ने नहुने भएको छ कि यस्तो धुलो चाहिँ कता धुलो उड्या जुत्ताको हालत त्यस्तै प्यान्टको हालत त्यस्तै घरमा गएर नआइकन केही हुनेवाला छैन यस्तो खराब भएको छ नि ल भन्दै आजलाई यति म चाहिँ यहाँबाट गाडी चढेर जाने हो है हालत खराब भएको छ बिहानदेखि हिँड्दा है बिहान 5 बजे उठेर आएको अहिले ठ्याक्कै 5 पनि बजेछ अहिले पनि है ठ्याक्कै 12 घन्टा भएछ क्या हो बिहानदेखि हिँडेको यहाँ पनि यस्तो जाम छ कहिले घर पुग्ने त 8 बज्ला जस्तो छ फाइनली गाइस आजको बसार पनि हेऱ्यो मजाले यस्तो हालत खराब हुने गरी हेऱ्यो हेर्न पनि है अलिअलि हेरिएन रमाइलो पनि अति नै गर्यो हालतै खराब हुने गरी अब यहीँबाट गाडी चढेर जाँदैछु म चाहिँ तपाईँहरू पनि रमाइलो गर्नुहोस् इन्जोय गर्नुहोस् भन्दै हजुरलाई यति नै छुट्टिन्छु हस् त भन्दै बाई बाई